आजकल भिडियो आयो चल्दै आउँछ आरामले हुन्छ होला र मलाई एकदम बिहान खाइन्छौँ हामी चाहिँ हाम्रो स्कुलदेखि चाहिँ टुर लगेको हिजोदेखि हो मैले चाहिँ अब भिडियो बनाएन होइन स्कुलदेखि बनिसक्यो आज चाहिँ हामी इलाम जाँदैछौँ इलामको चाहिँ टक्क बाह्रमा चाहिँ उकालो चोरीडाहाममा होइन हामी इलामको उकालो चोरीडाहाम बाह्रमा अगाडि क्याबिन बसेर केटा अरू त त्यस्तो उता इलामको चाहिँ बनाऊँ भन्दा चाहिँ मैले भिडियो बनाउन लागेको छु होइन लाइजाको बाटो यति सानो र घुम्ती पनि बहुत छ फेरि हो इलामको चिया खाने होला गएर आडा मासु कहाँ हो I don't know थाहा छैन मलाई कता हो आहा पोल्यो 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 खुट्टामा होला झन् ताक्छ मासु फ्राई गरेर खायो हुन्छ सानो बाटो हो पारामा चाहिँ इलाम पनि छिरियो होइन छिर्नु त उतिर छिरेको तर चाहिँ फिलहाल बल्ल थाहा भयो हामीलाई यस्तो छ हाम्रो अगाडिको इन्टेरियर हामी त भ्यू हेर्नको लागि उभिएको छौँ ब्याक दिनको साइड दिनको लागि क्यामेरा त ठिकै हो तर बडी सेक हुन्छ र ठिकै हो आयो लास्ट क्लास Oh my God! So guys, पाँच बार मन्दिर परेको जस्तो
What a place, man. Oh my god. Himal, oh, get out. ल है केटा हो हिमाल देखियो कुन चाहिँ हिमाल हो यो कन्यामदेखि देखिने बस्नु बस्छु फेरि म त केटा हो कहाँ आयो रे कन्याम केटा हो कन्याम ओ ह्यान्डसम कहाँ आयो कन्याम ओ माई गॉड व्हाट अ भ्यू जुमिङ पनि त्यस्तो राम्रो भए हुन्छ घर फेरि फोटो सोटो खिचाउनु पर्यो यसको लभ टाढो भन्ने फाइनली आयो कन्याम लभ टाढो भयो पनि लभली टाढो भने पनि यही हो कन्याम ओ माई गॉड दाइ ए अब स्वर्गको परि लड्दानु पर्यो दाइ अब आयो फाइनली कन्याम आयो कन्याम चिसो भयो शरीर चिसो भयो संविधान अहो जाडो भयो आछु सास फेर न मुखाले सास लिउ न मुखा लिउ न सास केटा हो दार्जिलिङ होइन र होला सायद त्यो नेपाली हो नि सुभाष सर हजुर चाहिँ यहाँ कन्याम इलाममा चाहिँ कोचोटि आउँदै हुनुहुन्छ त म यो टिचर लाइफ भएर एकचोटि स्टुडेन्ट लाइफ भएर एकचोटि आएँ होइन कतिको अन्तरालमा 2071 मा सरी 72 मा आएको म 11 क्लासमा पढ्ने बेलामा हजुर ट्युसनबाट आएको थिएँ भने आज चाहिँ टिचर भएर चाहिँ 2082 मा ठ्याक्कै 10 वर्षपछि चाहिँ यहाँ कन्यामको इलाममा चाहिँ चिया बगानको अनि यहाँ चाहिँ के कति परिवर्तन भयो जस्तो लाग्छ त हजुरलाई उस्तै हो व्यापारिक दृष्टिकोणले चाहिँ ठिकै छ होइन हजुर पहिला बाटोघाटो र ऊ पनि लगभग उस्तै लाग्यो अहिले चाहिँ पूर्व पश्चिम राजमार्ग बनाउँदै भएको भएर अलिकति बाटो चाहिँ लथालिङ रहेछ हजुर ए ल ल सर शिरमा शिरबन्दी मेरो माया ल्याइदेऊ कि छड्के गलबन्दी जाडो भयो एकदम खलासी बनेर आइयो नेपालको झन्डा फरफरै रहेको छ यसरी चिया कसरी बनाउँछ न यो सौचिक भनौँ पनि ओहो सालैजो बल्ल घाम पारियो दार्जिलिङ यस्तो टक्क पारामा लाएर सरले चाहिँ यता फोटो भिडियो खिच्दै होइन मैले खिच्छ क्या केटाहरू उहाँ छन् केटाहरू उहाँ छन् यो यता खिच्दै कञ्चनजङ्घा हिमाल कन्याम
र टक्क पारामा चाहिँ अहिले यहाँ चियाबारीमा घुमेर चाहिँ अहिले हामी कहाँ लाग्यो केटा हो अहिले हामी कहाँ लाग्यो लभ डाँडामा लभ डाँडामा लाग्यो न हामी अहिले चाहिँ लभ डाँडामा लाग्यो ट्याक्क भ्यू हेरौँ चियाबारीमा चियाबारीमा ड्राइभरमा माहिलो मोटर चलाउँदै हेर्न हेर्न यो बाबुले अङ्कलले जिस्काउँदै बल्ल यहाँ आएर अलि फ्रेस भयो जस्तो कन्या आउँछ होला ओहो आए हाम्रो लभ गार्डन के हो त्यो हो रे त्यो हो रे है अब टक्क पारामा चाहिँ पर्खिन लाग्यो पर्सो खिचेर होइन टक्क पारामा अब हामी पर्खिन लाग्यो इटहरी गरेर आज हाम्रो बासु बसिन्छ टक्क पारामा त्यही नै हो आजको भिडियो यतिखेर समाप्त इलामबाट हिँड्यो केटा हो अब इटहरी होटेलमा गएर बसिन्छ आज अनि पार्ट 4 त्यही हो गाइज बाई टाटा।